बच्चाहरू खेल्ने ठाउँ पनि कति धेरै नयाँ नयाँ बनिरहेको हुन्छ है। तर लानै नभ्याउने कहिले कता दौडधुपमा। तर के गर्नु, आफ्नो बच्चाको चाहिँ बाला पनि यत्तिकै जाला जस्तो पिरले कहिलेकाहीँ निन्द्रै लाग्दैन, यति टेन्सन हुन्छ है। अब फेरि काम गर्नै पर्यो, तनाव छुट्टै आफ्नो, अनि बच्चालाई फेरि अब बच्चालाई टाइम दिनु पाएन भन्ने छुट्टै तनाव। के चाहिँ गर्ने, कसो चाहिँ गर्ने जस्तो हुँदो रहेछ कि मलाई चाहिँ त्यस्तो हुन्छ है। जब सुत्ने बेला हुन्छ अनि एकदम गाह्रो हुन्छ क्या, बच्चा सुतिसकेपछि धेरै कुरा सोचिँदो रहेछ। सो मैले चाहिँ बेला बेलामा टाइम दिएर यसरी लान्छु, यो गर्छु भन्छु, भरे लास्टमा के हुन्छ भनेको टाइममा लान पाएर हुँदैन, उसले लैजाऊ भनेको बेलामा। अनि आफूलाई अब जहिले काम 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 भनेर एकदम थाकेर निदाउने बेलामा चाहिँ बच्चालाई मैले किन टाइम दिन, मेरो बच्चाको बालापन चाहिँ किन के भन्छ मैले उयो गरेन भने जस्तो हुन्छ कि, बुझेन भने जस्तो हुन्छ। अब उसको यो उमेर फेरि पछि फर्केर आउँदैन है। अनि मलाई चाहिँ लाग्छ बच्चालाई पनि टाइम चाहिँ दिनुपर्छ भनेर। तर शनिबार भनेर के गर्नु, शनिबार पनि त्यत्तिकै काम हुन्छ। अब काम त गर्नै पर्यो, खानै पर्यो है। अब के भन्नु, धेरै प्रब्लम नै हुने रहेछ। सो अब म त यसरी बिहान बेलुका भयो भने बच्चालाई टाइम दिन पाइरहेको छु है। अब मेरो अब बुढाले चाहिँ बच्चालाई अब 1.5 वर्ष हुँदा छोडेर गएको, 2.5-3 वर्ष हुँदा भेट्नुभएको थियो, 3 महिनामै जानुभयो। फेरि अब बच्चाकै लागि भयो भने एकदमै चाँडो चाहिँ सँगै बस्न पाए हुन्थ्यो जस्तो हुन्छ। अब काम, अब तनाव कहिल्यै नसकिने रहेछ। सो थ्याङ्क यू सो मच फर वाचिङ।